क्लास 12 को रिजल्ट सम्बन्धी अपडेट राष्ट्रिय परीक्षा बोर्डले यानी क्लास 12 को रिजल्ट कहिले सार्वजनिक गर्छ। अब तपाईहरुलाई सबैभन्दा पहिले यसमासँग मैले राष्ट्रिय परीक्षा बोर्ड क्लास 12 को यसमासँग कार्यतालिका शो गरेको छु। सबैभन्दा पहिले माथि हेर्न सक्छ शैक्षिक सत्र 2082-83 को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका भनेर दिएको छ। अब यो भन्दा अगाडि राष्ट्रिय परीक्षा बोर्डले यही कार्यतालिका अनुसार काम गर्थ्यो। यही कार्यतालिका अनुसार तपाईहरुको जुन रुटिन सार्वजनिक गर्ने यही कार्यतालिका अनुसार राष्ट्रिय परीक्षा बोर्डले काम गर्छ। तपाईहरुले यसरी बुझ्नु पर्ने हुन्छ। अब तपाईहरु सजिलैसँग हेर्न सक्छ यसमा पहिला जुन शो गरेको छ तलपट्टि हेर्न सक्छ यसमा नतिजा प्रकाशन भनेर दिएको छ। क्लास 12 को यसमा सक्छ वार्षिक परीक्षाको नतिजा प्रकाशन भनेर दिएको छ। 2083 साउन 15 गते भित्र राष्ट्रिय परीक्षा बोर्डले क्लास 12 को रिजल्ट पब्लिश गर्ने भनेर यो पहिलाको कार्यतालिकामा शो गरेको छ। अब तपाईहरु बुझ्न सक्नुहुन्छ अहिलेको सरकार सँगै एसई को रिजल्ट एक्जाम भएको 1 महिना भित्र राष्ट्रिय परीक्षा बोर्डले क्लास 10 को रिजल्ट पब्लिश गरेको थियो, एसई को रिजल्ट पब्लिश गरेको थियो भने त्यस्तै तपाईहरु बुझ्न सक्नुहुन्छ कि एनबी क्लास 12 को रिजल्ट पनि एक्जाम भएको 1 महिना भित्र राष्ट्रिय परीक्षा बोर्डले क्लास 12 को रिजल्ट पब्लिश गर्नेछ भनेर तपाईहरु यसरी थाहा पाउन सक्नुहुन्छ र राष्ट्रिय परीक्षा बोर्डमा गएर बुझ्न सक्नुहुन्छ कि अहिले क्लास 12 को 75% काम सम्पन्न गरिसकेको छ भनेर तपाईहरु सजिलैसँग बुझ्न पनि सक्नुहुन्छ। ठुलठुला न्यूजहरुमा पनि तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। अब तपाईहरु यसरी बुझ्न सक्नुहुन्छ कि राष्ट्रिय परीक्षा बोर्डले क्लास 12 को रिजल्ट असार महिनाको फर्स्ट विक अथवा सेकेन्ड विकमा रिजल्ट पब्लिश गर्नेछ भनेर तपाईहरु यसरी थाहा पाउन सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यस्तै भिडियोको लागि हाम्रो आइडीलाई फलो गर्न नबिर्सनु होला।